1 2 3 डेकेर प्रिन्सले लेख्नुभएको सानो किताब जिब्रोको चङ्गाई। आफ्ना ओठको रखवाली गर्नेले आफैलाई जीवनको रक्षा गर्छ। असावधान बोलीले सर्वनाश ल्याउँछ। मलाई यो कुरा याद आयो, निवर्तमान प्रधानमन्त्रीज्यूले सामाजिक सञ्जाल बन्द गर्ने निर्देशन दिँदा कि देश नै सर्वनाश बन्न पुग्यो। फेरि अर्को पद म पढ्छु। आफ्नो मुख र जिब्रोलाई सम्हाल्नेले आफूलाई आपद विपदबाट जोगाउँछ। अन्तमा एउटा थपे, निको पार्ने जिब्रो जीवनको रुख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। यो एक आत्मालाई होइन, स्वयं र देशलाई नै सर्वनाश पुर्याइएको ताजा घटना छ। तर पनि हामी नेपाली जनताले बुझ्दैनौँ। कसले के बोल्यो, कसले के गर्यो ध्यान दिँदैन। बाका पछाडि लागेका छौँ। बाले मृत्युतिर लाँदै हुनुहुन्छ कि जीवनतिर? याद गरौँ। म चाहन्छु सबैको जीवन, आत्मा, शरीर, देश बाँचेको होस्। हस्, धन्यवाद। अलि बोल्नु न। मृत्यु हो कि जीवन? यस अध्ययनको प्रथम चरणमै मुख र जिब्रोको आधारभूत महत्त्वलाई जोड दिने धर्मशास्त्रका दाजु, हजुर, यो एउटा किताब, यो जिब्रोको चङ्गाई भन्ने किताब पढ्दै गर्दा हजुरले एउटा त्यो पद पढ्नु भएको थियो नि। हजुर, त्यो पद पढ्दै गर्दा के बुझ्नुभयो त? अब मैले, धन्यवाद भाइ, मैले के बुझेँ भन्दा देशको बागडोर सम्हाल्नुभएका मुख्य व्यक्तित्वहरूले असल दिशातिर होइन, देशलाई र जनतालाई खराब दिशातिर लगिरहेको मैले देखेँ। खराब भन्नु नै के हो, मृत्युतिर लगिरहेको, ओह्रालोतिर, उन्नतितिर, प्रगतितिर होइन, उँधो गतितिर लगेको मैले देखेँ। यहाँनिर यो पदले भन्न खोजेको, भर्सले भन्न खोजेको कुरो के छ भनेपछि यो आफ्नो चाहिँ बोलीमा, ओठमा, आफ्नो ओठको रखवाली चाहिँ नगर्ने, मन परी बोल्ने, मन परी बोलेकै कारणले गर्दा सारा सर्वोच्च अदालत अनि न्याय के भन्छन्, सिंहदरबार, सांसद भवन, पार्टी कार्यालय अनि व्यक्तिगत भवनहरू पनि जलाइए। धनमालहरू थुप्रै क्षति भयो। जेएनजी टिमका थुप्रै लगभग 100 जना भन्दा पनि हुन्छ मृत्युवरण गरे। सयौँको, हजारौँको सङ्ख्यामा घाइते अपाङ्ग भए। कसैका हात खुट्टा छैनन् होला, कसैका आँखा गुमे, कसैको दिमागै गुमे होला, कसैको ढाड भाँचे होला। अनि यति ठुलो क्षति बोक्न पुग्यो। यो यति ठुलो क्षति चाहिँ एउटा शब्दले ल्याएको, एउटा शब्दले। हजुर,
हुन्छ, यो यी आजको यो 2-4 कुराहरू हामी यहीँ समाप्त गर्दै धन्यवाद दिन चाहन्छौँ। यो नरेश रोजक युट्युब च्यानलमा आउँछ, सबैले हेर्नु होला है। हवस्।